साउने यो पैसा खातामा लेख्दै भोलि आएर दिन्छु। के हो भोलि? तिम्रो भोलि कति गए कति खुरुक्क पैसा दिएर जाऊ। नभए पैसा कहाँबाट ल्याएर दिनु? आधा पो छैन त। भोलि त हुन्छ नि, भोलि ल्याएर दिन्छु। भोलि दिन्छु भनेपछि भोलि दिन्छु नि। तिमीलाई खुट्टा टेक्न सकेको छैन, कहीँ दिएको? खुरुक्क पैसा दिएर जाऊ। तिम्रो पैसा खाएर म भाग्छु? गाउँमा अरूको पनि खाएको छु, खोइ म भागेको छु? तिम्रो पैसा भोलि ल्याएर तिर्दिन्छु म। ए कमला, घरमा न गाई छ न गोरु छ, फेरि यो घाँस के को लागि? आफ्नोमा नभएर के भयो त? अरूकोमा त छन् नि। यो घाँस दिएर यसो नुन भुटुन खाने पैसा त आउँछ। ए हो त है, साँच्चै खेताले डोकोमा बोकिदिन्छु। उता जाऊ है, धेरै सङ्ग नपार। दिनभरि रक्सी धोको हिँड्नु, न बाउको कमाइ न छोराको कमाइ। हेर बुढी, पैसाको चिन्ता नगर, अब म विदेश जान्छु। जान्छौ विदेश? यसै गरी जाँड धोकी राख्यो भने विदेश होइन, माथि चाहिँ जान्छौ। जाँडाको ग्याम्पा खै, छोडे बाटो। बजै कस्तो तिर्खा लागेको थियो, पानी खान पाए हुन्थ्यो अलिकति। हजुर हजुर हुन्छ। होइन, आज यो हरिलाई के भएछ? भाउजू भाउजू भन्दै कराउँदै आउँदैछ त। के भयो? त्यो बुद्धि दाइ। के भयो मेरो बुढालाई? दाइ अब यो संसारमा के रे? कहाँ? ल आउनुहोस्। मेरो बुद्धेलाई मलाई छोडेर यसरी जान सक्नुहुन्न। के भयो मेरो बुद्धेलाई? मलाई छोडेर यसरी जान सक्नुहुन्न। तेरो बाबालाई के भयो? छोरी, बाबाले हामीलाई छोडेर जानुभयो। बाउलाई कतिचोटि भनेको रक्सी नखाऊ भनेर, आज बाउलाई नै रक्सीले खायो। छोरी, छोरो, आज बाबाले हामीलाई छोडेर जानुभयो। किन चिन्ता गर्नुहुन्छ आमा? म छु नि, गर्नुहोस्। म छु।
हेर कमलाको बिजोग उमेरमै विधवा भयो। ए कमला मर्नुभन्दा अगाडि तेरो बुढोले कुकुरसँग कति कति ऋण लिएको थियो त्यो त भन्यो होला नि। बाँकी दिन भन्दा भन्दै मेरो भट्टीमा 10,000को रक्सी खायो, दिन्छु भन्दा भन्दै सिलटुमर खायो। किन चिन्ता गर्छौ साउनी? बुढो मरेर गए पनि बुढीले तिर्नुपर्छ। म गरिबले कहाँबाट ल्याएर तिर्ने हजुर? मसँग त पैसै छैन। गरिब भन्दैमा तेरो ऋण सबै मिना गरिदिनु पर्ने? तेरो बुढाले जन्मसँग 50,000 रुपियाँ ऋण लिएको छ। इ मसँग त झन् तमसुकै छ। तेरो बुढोले मसँग 30,000 रुपियाँ ऋण लिएको छ। मलाई 3 दिनभित्रमा जसरी पनि पैसा चाहियो। 3 दिनभित्र म तिर्न सक्दिनँ साउनी। ठिक छ त्यसो भए तेरो बुढाले खाएको हामी सबै गरिन् हप्ता दिनभित्रमा तिरिसक्नु पर्यो। जाउँ। छोरी तिम्रो बाउले त पढ्न सकेन, तिमी पढ्न नछोड्नु ल। तिम्रो बाउ सधैँ तिम्रो सुख दुःखमा सधैँ तिम्रो साथ हुनेछ। रमा सर यो के हो? पल्लो गाउँमा स्वास्थ्य चौकी छ, यो समस्या सुल्झाउनु बुझ्यौ?
धन्यवाद। ए साथी कति दिन भयो त्यो बुद्धि मरेको त्यसको स्वास्नीले हाम्रो पैसा तिर्न सक्दैन होला यार हाम्रो पैसा डुब्छ जस्तो छ अमरे हाम्रो पैसा डुब्दैन जसरी भए पनि त्यो पैसा उठाउनु पर्छ त्यत्रो क्यास खनखनी गनेको छ त्यसै कहाँ छोडिन्छ पैसा त त्यसको बुढाले लगेको नि बुढा मरिगयो बुढा मर भन्दैमा त्यत्रो पैसा माया मार्न सकिन्छ त्यसले पैसा दिन सकिन भने त्यसको छोरी छे छोरी दिन्छ रो दाइ त्यसको छोरी तपाईसँग ठ्याक्कै जोडी मिल्छ ए अमरे तँलाई त छोरी मलाई के तपाईँलाई छोरो पैसा त मेरो पनि उठाउनु पर्छ है बरु 2-4 बोतल फ्रीमै खानु तिमीहरू त्यसो भने हाल 2 गिलास लगडाओ खानु पायो भन्ने धेरै नखाऊ छोरी रमा किन ढोका राखी छोरी रमा के भयो आमा हेर्न तेरो बहिनीले के गरिरहेको छ भित्र ढोका खोलेकै छैन अघिदेखि रमा ढोका खोला रमा बहिनी रमा ढोका खोला बहिनी हाम्रो कुरा सुन त रमा बहिनी हेर्न बहिनी रमा ढोका खोला बहिनी हेर्न ढोका खोल्न छोरी रमा रमा बहिनी छोरी ढोका खोला बहिनी